गाइज मुडे चाहिँ एकदमै दामी देखिरहेछ क्या माथि। अब हुइली सुइली हान्नु जान्ने हो भने चाहिँ डेन्जर हो, त्यस्तो ठाउँमा चाहिँ हान्नुपर्ने क्या हुइली होइन खोजेर चाहिँ नहिँडौ। अब मुडीमा गएर फोटो हानौ। हलेसम्मको यात्रा हुन्छ। अब चाहिँ यहाँ थोरै सानो कामको लागि गएको थियौँ। त्यो काम चाहिँ हामी पुरा गरेर हिँडिसकेका छौँ। सिक्किमबाट माथितिर हो पुरै चाहिँ यहाँबाट 4 किलोमिटर छ। पनि पानी पर्ला जस्तो भइरहेको छ। बजार हो तलको चाहिँ, त्यो माथिको चाहिँ रूपाकोट हो। के हो त साकेला मनाउने हो कि त्यहाँ? हो देवीथान भन्छ। कहाँ छौ तिमी? हाम्रो जिल्लाको कारागार यहाँनिर रहेको छ। कारागार चाहिँ यही नै हो सायद। मासु चाहिँ आर्मी गरेको छ। दामी देखिरहेछ क्या मुडे 5 किलोमिटर। यहाँबाट चाहिँ 5 किलोमिटर मुडे। माथिबाट चाहिँ दामी भ्यू देखिन्छ। बाइकको आवाज कस्तो आइरहेको छ पनि सुनिदिनु होला। दामी आएको जस्तो लागिरहेको छ है। के गर्छ यो रास्तालाई छेउबाट ल्याउँछ। नेपाली सेनाको एरिया हो यो चाहिँ। यता चाहिँ भनौँ न त्यही नै हो।
बनाएको हो यो जङ्गल पुग्नु होला हौ पाहाडहरू पुग्ला मास्तिर यहाँ हो चल्थ्यो त के जानु कसले त्यहाँ हाल पनि दामी बनाएको रहेछ क्या उहाँ पर हेर भैँसीहरू हाल खेल्दा पछि त यतातिर यस्तो पानी हुन्छ नि डेन्जर हुन्छ यतातिर यो गाइज मुडे चाहिँ एकदमै दामी देखिरहेछ क्या माथि नुनथला यो माथि होइन ए उता चाहिँ हो अहिले हामी जाने त त्यहाँबाट यतापट्टि होइन त्यहाँबाट एलम्बरको राजाको मूर्ति उतो होइन तल मूर्ति उहाँ त बाक्सीलाई चाहिँ त्यही हो म त बाक्सीलाई त उता पो सोचेको थिएँ त पारी त्यो के अरे त्यो खोलादेखि उता के त्यहाँदेखि हामी उता जानुपर्छ बाक्सीलाई ओह्रालो हुइली हान्नु जान्ने भने हुइली हान्नुहुन्थ्यो है पारीको हेर न मा कस्तो दामी देखेको क्या मौसम पनि क्लियर छ गाइड एकदमै क्लियर डेन्जर देखेको छ क्या अब आइफोन भए चाहिँ अब गोप्रो सोप्रो होइन 13 यस्तो भएको भए चाहिँ बबाल आउँथ्यो रहेछ यहाँनिर तर अब हाम्रो त अब सामसुङलाई नि कम चाहिँ नसोच्नु होला दामी आइरहेको छ हाम्रो मुडे रहेछ है अब हामी हलेसी पुग्न चाहिँ लगभग 1 घन्टा जति लाग्छ अझै त्यही नै हो बबाल छ क्या बाटो चाहिँ यतातिर अलिक उता हलेसीदेखि उता चाहिँ अलिक सानो छ रोड होइन यहाँ चाहिँ बबाल छ क्या ठुलो रोड पनि ठुलो दामी के उतातिर चाहिँ चिप्सहरू बिछाएको छ यो रोडमा है धेरै दुर्घटना भएर किन अहिले त चाहिँ छैन देखिन्छ क्या बसहरू आउने रहेछ अलि अब ब्रेकिङहरू अलिकति कम लाग्ने त्यस्तो राम्रो छैन त्यही भएर डर लाग्छ कि गाडीहरू आएको देखेपछि दामी के जानु यस्तो के गर्नु जानु र त्यहाँ त छैन तल्ती पो दामी देखिन्छ त कसम होइन अब त एलम्बर भएकोतिर राजा भएकोतिर जानु भने ऊ त तलको चाहिँ स्कुल हो तल तर यताको मौसमै कस्तो दामी क्या होइन फ्रेस छ क्या ठाउँ पनि त्यस्तै हेर न बस्न तराई धरानतिर होला लाउरे होला सबै अनि होइन यस्तोमा जग्गा पाए त होइन कस्तो दामी छ त हुर्लुङतिरमा डेन्जर ठाउँ छ हेर न कम मजा हुन्छ त्यस्तोमा यस्तो खतरा ठाउँ छ यार घरहरू पनि दामी छ हेर न यो घरको त के हो दामी छ क्या घरहरू चाहिँ दामी मान्छे सर्ला घारी
के बोलौँ हुँदो रहेछ क्या हो पानी नभएर होला के टपिक्सबाट सुरु गर्ने हुने क्या कुन टपिक्सबाट चाहिँ अब कन्टेन्ट कस्तो कन्टेन्ट बनाउने भन्ने नै थाहा नहुने के बोलौँ केही कुराको बारेमा बोल्नुपर्छ क्या छोटो त्यही त छोटो मिठो त्यस्तो बारेमा बोल्नुपर्ने हो नि त हामीले त खासमा होइन गफ हान्नुपर्छ सुरुमा गफ अब जति अब हाउडी गफ हानु त्यति फेरि भाइरल हुन्छ क्या फेरि हुन त अब अलिकति सबै थोक मिल्नुपर्छ गोजीमालीले गाँठ हुनुपर्छ अनि त भइहाल्छ हामीले त उता सिनहरू देखाउँदाखेरि चाहिँ क्यामेरा राम्रै चाहिन्छ होइन सिनहरू चाहिँ क्यामेरै चाहिने खासै बोल्नु नजाने पनि अब भ्यू देखेपछि भ्यू देखेपछि ल तर होइन अलिकति कन्टेन्टहरू बनाउँदा नि अलिक कस्तो भने एउटै टाइपको के ल हाम्रो त्यो हेर्नलाई चाहिँ हाम्रै ऊ खोल्नु पऱ्यो के यो च्यानलमा चाहिँ यस्तो देखाउँछ है भनेर चाहिँ हेर्ने होस् क्या अब जे पनि हालेको छ जस्तो नि हालेको छ अनि कसले हेरिदिने खोला आइपुग्यो होइन बाटो त्यस्तो यात्राको बारेमा कि त ट्राभलिङको बारेमा मात्रै हुनु पऱ्यो होइन अलिकति त्यो ठाउँको बारेमा चाहिँ थाहा हुनु पऱ्यो एक्सपिरियन्स छ भनेर होइन यता उता बनाउने गर्नुपर्छ कि त हो मान्छेको होइन तर बाटो चाहिँ एकदमै राम्रो रहेछ होइन चट्ट दामी क्या मासतिर सल्लाहबारी दामी क्या तर हामी कोसी छेउमा बस्ने भएर हो कि होइन हलेसीतिर आयो भने पनि यहाँको मान्छेहरू चाहिँ कसरी नुहाउँछ होला कसरी बस्छ होला जस्तो हुने क्या यो चाहिँ के गरेको त्यो चाहिँ माटोमुनि हालेर के गरेको त्यस्तो लाग्ने रहेछ क्या अनि म त यहाँको मान्छे कसरी नुहाउँछ होला पानी पनि पुग्दैन होला जस्तो लाग्ने गर्मीमा कसरी उयो गर्छ होला जस्तो लाग्ने पिचै छ कि क्या त्यता जाने बाटो पनि छैन उता त पिच छ त उता तलतिर होइन होला त्यस्तो छैन हेर है त के हामी आएको बाटो नै त्यही हो उतो रोड के हामी आएको बाटो त हुन्थ्यो ए हामी आएको बाटो हो त होइन होला म त यता पो जस्तो लाग्थ्यो त यो गाडीहरू पनि फेरि सामान बोक्दा चाहिँ पछुवा हिँडै अनि त्यो सामान नबोक्दा चाहिँ फेरि कम्ता रन्काउँदैन हौ यतातिर हिँड्छ रे जता पनि खत्रै देखिँदो रहेछ त्यो चाहिँ नुनखोला हो होइन ए हामी आएको अघि उतै टाढो हो क्या त्यताबाट त्यो मुनि त्यही त त्यो हो त्यो रोड आएको अच्छा बाक्सिला अनि उता गाईघाट जाने उदयपुर जाने बाटो त्यो चाहिँ बिजुली देखियो त्यही त होइन म हिँड्न त हिँडेको छैन त्यो बाटो चाहिँ जान्छ भन्थ्यो माथिल्लो नुनथला रहेछ नि ए यहाँबाट ऊ रहेछ नि त घुम्ती पोइन्टहरू रहेछ त्यो चाहिँ माथिल्लो नुनथला रहेछ है नुनथला घरहरू चाहिँ त्यस्तो विकसित रूपमा चाहिँ बनाएको रहेन यहाँ चाहिँ बिल्डिङहरू चाहिँ जस पुरानो घरहरूलाई नै राम्रो तरिकाले बनाएर राखेको रहेछ यता पनि राईहरूको त बस्ती होला नि यो नेवार तामाङहरू छ राईहरू अलिक ए राई चाहिँ छ रे यता बस्यो भने चामलिङ राईहरू हुन्छ होला होइन चामलिङ अनि अरू के हुन्छ अरे डुमी राईहरू हाम्रोतिर चाहिँ ऊ हुन्छ अमुले यो मासतिर पनि भन्ज्याङ हो साकेलाको भन्ज्याङ होइन यहाँ के छ ए मन्दिर रहेछ सीता सिंहदेवी मन्दिर यता तल चाहिँ साप्सु खोला के भन्ने एउटा गीतै छ नि त्यस्तै के भन्ने एउटा उही ओखलडुङ्गाको एउटा अङ्कलले निकालेको गीत थियो
यो यिनीहरू चाहिँ काठमाडौँबाट आएको होला होइन काठमाडौँबाट यतिखेर आइपुग्दो रहेछ अरे यहाँ पूर्वको बाटो चाहिँ एकदम आजको मौसम चाहिँ एकदम बेस्ट रहेछ क्या दामी गाई चाहिँ तेर्नु तल पूर्वतिर आउनु पऱ्यो भने अब पूर्व भन्नाले अब पूर्व त घरतिर उता भइगयो त्यो चाहिँ अब खोटाङ जिल्लातिर यसो घुम्नको लागि आउनुभयो भने चाहिँ त्यही नै हो गाई चाहिँ यसो एकदम मोबाइल देखिने रहेछ म पनि अब यसरी बाइकमा राइड गरेर चाहिँ पहिलोचोटि आएको हो पहिला अब हाम्रो त अब बासस्थान नै यता भनौँ न खोटाङकै पऱ्यो अनि त्यही भएर पहिला चाहिँ यता बसिन्थ्यो यस्तो साह्रो चाहिँ हिँड्न त हिँडेको छैन आज चाहिँ हिँड्यो है राम्रोसँग यसरी हिँड्नु पनि धेरै राम्रो हुने रहेछ नाम्ने बगाल गाई पछि अब भगितिरै लाग्यो भने चाहिँ त्यो ठाउँहरू फेरि आउन पाऊँ होइन त्यहाँको घरहरू रोडहरू मौसमहरू नै दामी के खोला पकले रहेछ यतातिर चाहिँ अब भनौँ न यतातिर चाहिँ हाम्रो लामी डाँडा पर्छ लामी डाँडा दुधकोशी भन्ने चाहिँ यतापट्टि हो यतापट्टि चाहिँ अब भनौँ न किरात अस्ति त्यो नुनथला मेन नुनथला भयो यो चाहिँ तल्लो नुनथला भनौँ न माथिको नुनथला त अब देखिसक्नु भयो होला चारैतिर देखिने मौसम क्लियर तर अलिक चिसो चाहिँ चिसो हुन्छ होइन यहाँ अब हामी त बेसीमा बस्ने मान्छे गर्मी सहन सकिन्छ हो तर तातो चाहिँ सहनै सकिँदैन क्या किन अहिले पनि पानी हुँदो रहेछ किन स्वास्थ्य चौकी यहाँ चाहिँ पुलिसहरू पनि चाहिँ स्पिड पनि रहेको छ हेर्नुहुन्छ अब बाइकहरूमा पड्काएको छु गइहाल्छ ध्यान आकर्षण गरिहाल्दो रहेछ क्या के बढाएको यो यतै नजिकैतिरको खोटाङतिरकै हुनुहुन्छ भने चाहिँ यसो हिँड्नु होला यो बाटो पनि एकदमै दामी छ हलेसीको चाहिँ नदेखाउँदो रहेछ त हलेसीतिरको चाहिँ कति किलोमिटर भनेर देखाउँदैन रहेछ त कहीँ लेखेको छैन क्या हुन त कति 30 किलोमिटर कि 30 किलोमिटर त रहेछ हलेसीबाट दिक्तेल पनि माथिबाट हेर्दा त सानो देखिने होइन दिक्तेल बजारै नदेखिने क्या तल पुगेपछि चाहिँ बजार दामी रहेछ है फेरि अब बस्न त म नि बसेको तल हस्पिटल बनाउँदाखेरि ए हस्पिटल हामी बसेको त्यो जिल्ला अस्पताल क्या ठुलो तलतिरको छोडिसक्यो मतलब बनाइसक्यो होला नि त तलतिरको सुरुमा त हामी गएको नि त त्यहाँ काम गर्न लाली गुराँस नि पाउँछ क्या यता मागेर लानुपर्छ क्या बेच्नु बसेको भाइहरू मारो कहाँ छ त खोइ लाली गुराँस चाहिँ देखिँदैन रोड चाहिँ हो क्या डेन्जर छ क्या अब हुइली सुइली हान्नु जान्ने हो भने चाहिँ डेन्जर हो त्यस्तो ठाउँमा चाहिँ हान्नुपर्ने हो हुइली होइन होइन खोजेर चाहिँ नहिँडौ देख्यो भने चाहिँ टिपाउँला अझैसम्म हेरिदिनु होला बबाल रहेछ है यताको जङ्गलहरू पनि दामी ठाउँहरू पनि बबाल भनेको के हो काठमाडौँबाट आयो बसहरू फेरि खाली आइरहेको हामी पुगेकै छैन है त्यो बाख्रीलाई जाने बाटो र यता
हजार काम हुँदा उनी मान्छे छ त्यहाँ अनि अब ए यता यता चाहिँ ऊ जाने होइन त बाक्सिला खै भर्खर यहाँ त ऊ पिच गर्दै थियो छिटो कम्साइसक्यो ब्रेक त लाग्दैन त एनएसको फेरि तात्तेसी ब्रेकै नलाग्ने तल्लो तल्लो पनि पिच गरेको जस्तो यो चाहिँ के अरे ऊ होइन अर्कौले बिजुले अब आइपुग्नु दुईचोटि गइसके हिँड्नलाई दुईचोटि बन्द यहाँ खोटाङबाट त खासै हुँदैन क्या बाहिरै जानुपर्छ पहिला त्यो हाम्रो पारीको गाउँ पनि आएको त यहाँ गाईघाट गएको अनि यतिको प्रतीक पनि हुन्छ नि सेतो होइन यो हो कि उता जाने ए के अरे उता तराई जाने बाटो चाहिँ होइन त उताबाट कता झरेको छ त्यो बाटो रस हुँदै उता गाईघाट जान्छ अरे क्या त्यो बाटो चाहिँ प्रायः अब यतातिरको मान्छेहरू काठमाडौँतिर तराई जानु पर्यो भने यही बाटो प्रयोग गर्दो रहेछ क्या उता अब त्यत्रो घुम्नु कटारी घुमिरहनु भन्दा त यताबाट सिधै गाईघाट निक्ल्यो गाईघाटबाट रहेछ यताबाट बजार यहाँ पनि घरहरू चाहिँ राम्रो रहेछ त्यस बस्ती चाहिँ सम्म ठिकै बस्ती हो घरहरू पनि यो चाहिँ स्कुल होइन बजार पसलहरू पनि रहेछ निन्द्रा पो लाग्नुपर्छ त हौ हामी चाहिँ अब अलिकति आइपुग्न होला अब धेरै छैन आइपुग्न लागि लगभग अब 10-15 गाउँदै जानुपर्छ अब गीत गाउँदै जानुपर्छ गीत गाउँदै गाउन अघि किन्नु पर्थ्यो त्यो बजाउने पिक्चरमा ए अर्को त भन्दै थियो बिर्सिहाल्यो होइन तर होइन अब जस्तै अब ट्रेनिङतिर लामो लामो दौड हुन्छ नि त भारी बोकेर बन्दुकहरू बोकेर त्यस्तो बेला चाहिँ गीत गाउनु कम मजा हुन्छ जतिसुकै दुःख होस् क्या त्यो गीत गाएपछि अटोमेटिक त्यो दुःख सुख भुलिन्छ क्या जोस आउँछ बा कस्तो जोस आउँछ त्यो मैले पनि देखिरहेको यत्रो विधि हालेको पटाएर है भाइ भनेर वहीँ पटाएर त्यसलाई एक्सिडेन्ट गराइदिउँ न खतरा भिडियो पनि छ भने आफै अहिले त्यहाँ अरूलाई गर्ने हुँदा आफै लडेँ साकेलामा चाहिँ आउनुपर्छ है त लड्छ भनेर टेक्नुको लागिरहेको छ खुट्टा टुटुवान्डी त त्यस्तो नहुनु पर्ने टुटुवान्डी त घोडा हो नि यतातिरको पहाडीको सिलाइ साथमा लाएर आउनुपर्छ कस्तो त्यो बाटो कस्तो त्यो बाटो यहाँ हाल्ने ए
यताबाट नि एलम्बरलाई चाहिँ देखिने रहेछ हल्का पानी परेको हुस्से लागेको जान्न भलिबल त जाउँ न हातैमा त देखाउँछ सेफ्टी लाएर जानुपर्छ अब गएर हेरौँ पहिला कस्तो हुन्छ भलिबल खेल्ने कन्डिसन हल्दैसी 3 किलोमिटर अझै 3 किलोमिटर राखेँ अहिले राम्रो छ नि स्पोर्टिङ हो नि त यहाँ त अरू अब जस्तै त्यो डट बाइकहरू त्यत्रो ठुलो भयो नि अल्गो भयो नि त्यो घुमाउनु सजिलो हुन्छ नि त किनभने त्यो कहाँ हान्ने बलद क्या कहाँको स्कुलदेखि आउँदै गरेको रहेछ मान्छे पनि यहीँको कि भेट्यो त मारेन त त्यो केटालाई कति उमेरको रहेछ खुकुरीले खुकुरीले मर्नेले होला नि कहाँबाट हो
मेडिकलको दाइ हेर्ने त हिजो मलाई उपचार गरिदिने दाइ म एकचोटि देखेपछि फेरि त्यो भुल्दिनँ अनुहार केही मतलब लाग्दैन फिल्ममा त आफ्नै धुनमा हो